सालमिया होइन ठाउँ एकदम राम्रो प्लेस हो कुवेतको नम्बर 1 प्लेस होइन नाइट भ्यू चाहिँ गाडीहरू एकदम स्पिड थियो अहिले होइन यताको चाहिँ अब टक्क रोकेछ होइन स्टप भएर होला गाडी स्लो भएर चाहिँ हामी अब समुद्रतिर जाँदैछौँ हेर्नु सक्नुहुन्छ होइन यहाँनिर के हो भन्दाखेरि एउटा मेन कुरा चाहिँ बाटोलाई चाहिँ पर्खिनु हुन्छ क्या किन भन्दाखेरि बाटो क्रस गर्न एकदम टाइम लाग्छ अहिले चाहिँ गाडी स्लो भएर हो नभए तपाईँहरूले लगभग हाफ एन आवर होइन 1 आवर नै पर्खिनुपर्छ क्या सबै टोलीहरू भिडियो बनाइरहेछ रातिर होइन भिडियो बनाउँदै हिँडिरहेछ दामी ठाउँ छ होइन तपाईँहरू भिजिट गर्नु होइन एकदम मनोरञ्जन हुने ठाउँ हो यो चाहिँ होइन दामी छ पुरै बोर्डहरू चाहिँ यता छ है त सबै बोर्डहरू हेर्न सक्नुहुन्छ होइन दामी ल नेपालमा तपाईँको अहिले राति भइरहेको छ सबै सुतिरहेको होला होइन विदेशमा भनेको राति दिउँसो जहिले यस्तै हो पर हेर्नुमा कत्रो फरक आएछ क्या हो यस्तो हो नि त किनभने जिन्दगीमा हिँड्नुपर्छ होइन हिँडेन भने रुममा बसेर खाएर सुतेर मात्र हुन्छ क्या जिन्दगीमा हिँड्नु चाहिँ पर्छ होइन जति हिँड्यो आफ्नो शरीरको लागि हेल्दी हो होइन त्यसरी मान्छेहरू साइकलमा हिँडिरहेछ हो हेल्दी हो फिटनेस दामी हुन्छ नि त हामी पनि हिँड्नुपर्छ होइन यहाँ म अलिक टाढा छु होइन त्यही भएर परको अलिक मजाले देखाएको छ होइन अब नजिक जाँदैछु समुद्र छेउछेउ आउँदैछ तपाईँहरूलाई म त्यहाँको भ्युज पनि दामी देखाइदिन्छु होइन एकदम राम्रो भ्युजहरू यो चाहिँ मेन हाइवे हो होइन गाडीको स्पिडहरू पनि कतिको स्पिड गर्छ अहिले अलिक स्लो भएर हो नभए चाहिँ रोड क्रस गर्न पनि 1 घन्टा लाग्छ हो यस्तो छ कुवेतको मेन खम्बा ठाउँतिर हामी आइपुगेको छौँ होइन त्यो चाहिँ अरब कन्ट्री तपाईँहरूले देख्न सक्नुहुन्छ जस्तो हुन्छ होइन अलिक होसियार हुनुपर्छ अरब कन्ट्रीमा हिँड्दा पनि होइन आफ्नो देश सस्तै हुँदैन नि त अनि हामी चाहिँ अहिले रङ बाटो आइन्छौँ होइन अब यताबाट घुमेर जाँदैछौँ होइन यो चाहिँ दामी ठाउँ हो दिउँसो भयो दामी अझै हुन्थ्यो यहाँबाट घुमेर उता गएपछि सिसाइड ठ्याक्कै हजुर सिसाइडमा यस्तो फेरि अर्कै भ्यू हो क्या बब्बाले यस्तो छ यहाँ कस्तो दामी छ क्या उता चाहिँ हाम्रो भाइहरू टक्क हिँड्दैछ अगाडि 2 जना हेन्सम भाइहरू होइन त्यो चाहिँ हेर्न सक्नुहुन्छ फेरि हामी रिटर्न भएर रोडतर्फ लागिरहेछौँ किनभने हामी रङवेमा आएछौँ क्या हामी राइट वेको जानु पऱ्यो नि त रङवे हुनु भने होइन अर्काको देशमा लाग्ने चाहिँ पनि गर्नु मिल्दैन नि त आफ्नो देशहरू आफ्नो हुन्छ अर्काको देशमा यहाँको के छ होइन पोलिसीहरू रेगुलेसनहरू सेन्ट रेगुलेसनहरू फलो गर्नुपर्छ सबैले त्यस्तो छ होइन अब यो चाहिँ टक्क हामी प्ले ग्राउन्डमा आइसक्यौँ होइन यहाँ म दामी बच्चाहरू खेलिरहेको छु त्यो दामी प्ले ग्राउन्ड चाहिँ होइन नाइटमा पनि यस्तो जग्गा हेर्छु यो हो नि त होइन यस्तो हुनुपर्छ क्या जीवनमा भनेको रमाइलो गर्नुपर्छ होइन होटलहरू यस्तो यस्तो बस्ने मान्छे लगभग हामी हिँडेको 20 मिनट हुन लाग्यो हाम्रो रुमबाट चाहिँ होइन धेरै टाढा पनि होइन अलिक हामी रङ बाटोबाट हिँडेर मात्रै यस्तो टाइम लाग्यो उनीहरूको सर्टकटमा आएको अब प्ले ग्राउन्डहरू हेर्न सक्नुहुन्छ यस्तो दामी प्ले ग्राउन्ड छ नि यहाँ चाहिँ होइन भाइब्स चाहिँ अर्कै हुन्छ है केटाकेटीहरूको होइन घुम्ने सानोमा हामी पनि यस्तो पुरा खेलिन्छ क्या चाचा उयो गर्दै होइन रोडेपिङ चढेको याद आइरहेछ होइन यहाँ हेर्नु यस्तो रोडेपिङमा हेर्नु दामी रहेछ यस्तो दामी भाइब्स छ नि बिल्डिङहरू त्यस्तै छ है दामी ठाउँहरू हेर्नलाई चाहिँ आउनै पऱ्यो सालमा भिजिट गर्नु पऱ्यो होइन कुवेत कस्तो छ भन्दा कुवेत चाहिँ यस्तै छ है त सबैको आफ्नो सोच हुन्छ क्या कस्तो छ ठाउँ कस्तो होला कसरी गर त्यहाँ गर्ने अर्काको देशमा भन्ने हुन्छ क्या तर यो चाहिँ एकदम रियल लाइफमै हो होइन कुवेत भनेको केही पनि होइन कुवेत भनेको कुवेतै हो राम्रो छ एकदम ठाउँ आउनुहोस् तपाईँहरू पनि जो आउँदै हुनुहुन्छ होइन घुम्ने ठाउँहरू बब्बालै छ यहाँ चाहिँ होइन यस्तो छ फाइनली होइन हामी चाहिँ अब बिच साइड आइसक्यौँ है त एकदम सी साइड होइन दामी ठाउँमा रातिको भिउले गर्दा होला होइन ब्ल्याक देखिरहेको छ तर दामी छ होइन अलिक अगाडि लाइटिङहरू राम्रो छ नि त यहाँ केटाकेटीहरू यस्तो रमाइलो गरिरहेछ नि यस्तो राति पनि तपाईँको होइन रमाइलो भनेको यो हो क्या हेर्न सक्नुहुन्छ एकदम ठुलो छ ग्राउन्ड पनि होइन कस्तो विकसित छ क्या त्यसरी हाम्रो देशमा पनि त्यही गर्न सकिन्छ क्या सबैजना युवाहरू होइन
आफ्नो देशमै बस्यो भने चाहिँ राम्रो हुन्छ किन भन्दा हाम्रो देशमा चाहिँ सबै युवाहरू चाहिँ खाडीतिर छ नि त खाडी अब कता कता पुग्नु भएछ होइन तर आफ्नो देशलाई विकास गर्न चाहिँ अब गाह्रै छ क्या किन भन्दा कहिले गर्ने सबै बाहिर भएपछि होइन हेर्न सक्नुहुन्छ दामी दामी प्लेसहरू त्यो भाइ चाहिँ यो चाहिँ होइन हरियो वन कुवेतको धन भन्ने चाहिँ यही हो होइन भन्दाखेरि यहाँ चाहिँ खजुरको बोटहरू छ नि त दामी दामी ल खुद चाहिँ कस्तो खेलिरहेछ क्या आफ्नै तालमा रमाइरहेछ पिच भएर होला सुसाइडमा होइन आफ्नो आफ्नै तालमा चाहिँ विदेशको गहना भनेको चाहिँ यही हो क्या हरियामा किन भन्दा एकदम गर्मी हुन्छ क्या गर्मी चाहिँ लास्टै हुन्छ है फेरि अहिले चाहिँ हल्का गाह्रो छ होइन अब नेपालको जस्तै मौसम हो त्यतातिर जस्तै वेदर हो होइन यो टाइम भनेको चाहिँ विन्टर हो नि त त्यही भएर चिसो चाहिँ यहाँ खेलिरहेछ यो जिउ तताउनको लागि आफ्नो शरीरलाई चाहिँ फिटनेस होइन हेल्दी बनाउनको लागि केटाकेटीहरू पुरा रमाइलो गरिरहेको छ बुढोदेखि लिएर सबै बोर्डहरू एकदम धेरै छ क्या पौडी खेल्नु ठाउँ आइसक्यो पौडी अब नाउँमा चढ्ने भए चाहिँ यस्तो दामी दामी पनि मान्छेहरू आफ्नै पारामा रमाइरहेको छन् होइन यतातिर चाहिँ एकदम ठुलो रेस्टुरेन्टहरू दामी हेर्ने होइन पारामा रमाइरहेको छ ठुलो होटेल हो क्या चाहिँ हेर्नु त ल यस्तो दामी तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन यो चाहिँ एकदम समुद्रमा हो होइन समुद्रको ठुलो होटेल हो नि त यो चाहिँ दामी यहाँ काम गर्ने मान्छेहरूलाई कस्तो खुसी होला क्या एकदम रमाइलो हुन्छ नि त काम गर्ने पनि माइक भएको त अझै दामी हुन्छ होइन माइक साइक छ अब यत्तिकै हो होइन हामी चाहिँ त्यसरी मान्छेहरू ल हेर्नु सक्नुहुन्छ दामी दामी त्यो रेस्टुरेन्ट त गब्बालै रहेछ ल यहाँदेखि गर्नु पनि दामी हुन्छ त आउनु पऱ्यो सबैजनाको ठाउँमा होइन घुम्नु पऱ्यो होइन घुम्न पैसा लाग्दैन हिँड्न पैसा लाग्दैन खुट्टा भएपछि जहीँ पनि पुगिन्छ होइन घुम्नु चाहिँ पऱ्यो ह्याप्पी टाउनहरू चाहिँ दामी रहेछ ल यो हो नि त हो इन्जोय लाइफ भनेको त जिन्दगीमा राति राति न राति न दिन क्या ल दामी छ ठाउँ छैन ल यहाँ उडाएको हेर्न सक्नुहुन्छ होइन खतरा उडाइरहेको छ प्लेट तरिकाले होइन दामी यो चाहिँ अब जाडो महिनामा तात्तिने तरिका क्या बाबाले फेरि अर्कै हो क्या जाडोमा तात्तिने कुराहरू धेरै हुन्छ क्या हामी यहाँभित्र छिर्नुपर्छ होइन दामी रहेछ बाइक छ यस्तो छ यो दामी दामी यहाँ चाहिँ टक्क टिकट लिएर इन्ट्री गर्ने भित्र चाहिँ होइन ल हेर्नु सक्नुहुन्छ ओला अलिक एक्सपर्ट रहेन रहेछ क्या त्यही भएर हो होइन नभए एक्सपर्टहरूले त बब्बाले गर्छ नि त फेरि हो बुढेसकालमा खुट्टा भाँच्यो भने गाह्रै छ ल समुद्रमा होइन एकदम फेमस पपुलर होटेल चाहिँ यहाँ अगाडि हो होइन पर देख्न सक्नुहुन्छ होइन समुद्रमा छ क्या दामी होटेल चाहिँ यही हो होइन यहाँ अब नजिक समुद्र अझै नजिक भएर यस्तो चिसो भइरहेको छ नि गाह्रो हाम्रो यहाँ इन्जोय मान्छेहरूको रमाइलो होइन सक्नुहुन्छ यो चाहिँ खतरा होटेल हो क्या कुवेतको नम्बर 1 होटेलले भनिन्छ होइन सालमियाको एकदम समुद्र साइडमा अब हामी समुद्र नजिक आइसक्यो यस्तो चिसो हुन थालिसक्यो नि नेपालमा त चिसो हुन्छ नि त्यही भएर होला दामी चिसो भइरहेछ क्या अब यहाँ समुद्र यो कर्नरहरू सबै समुद्रमा होटेल हेर्नु भने यस्तो दामी छ क्या खतरा छ नि होइन त समुद्रको होटेल यो चाहिँ समुद्र हो होइन पुरै समुद्र हो यो चाहिँ तर यहाँ अब नाइटमा अब देखिन्छ होइन दामी चाहिँ यता पुरै किनारा हेर्नु सबै साइडहरू होइन यस्तो दामी छ क्या अवश्य पनि भिजिट गर्नु यो ठाउँ चाहिँ होइन यहाँ आउनु भयो भने तपाईँहरू फेरि आउनु लाग्छ दिउँसो आयो भने चाहिँ बगाले हुन्छ कि यस्तो दामी ठाउँमा होइन हामी चाहिँ नाइट भएर हो यस्तो छ भाइहरू यता टक्क बसिरहेको छ होइन दामी क्या चिसो भइरहेछ भाइ दामी छ नि समुद्रमा होटेल फेरि कस्तो हो त अनि बबाले हो नि त कस्तो दामी ठाउँ क्या ब्युटिफुल एकदम पिसफुल माइन्ड भइरहेछ
मान्छेहरूको जिन्दगीमा होइन टेन्सन हुन्छ के हुन्छ होइन, तर यो ठाउँमा आउनुभयो भने चाहिँ तपाईँको टेन्सनहरू पनि सबै भएको छ फेरि यस्तो दामी ठाउँमा चाहिँ। समुद्रमा हो होइन, रातिको भ्यूबाट चाहिँ यस्तो देखा हो, तर यस्तो बुलेट बब्बाले छ नि, यतातिरको भ्यूहरू हेर्न सक्नुहुन्छ होइन। यो पुरै ल दामी यो साइडहरू। अब यता समुद्रमा फेरि होटेल बब्बाले फेरि खतरा होइन, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ अब होइन सालमियामा हो यो चाहिँ एकदम होइन, मरिना मल अल्सो मरिना मर भनेको चाहिँ यो होइन, बब्बाले चाहिँ होटल चाहिँ बुलेटै हो क्या। यस्तो दामी चाहिँ हाम्रो भाइहरू चाहिँ रेट टक्क बसेर होइन स्रोट तानेर बसिरहेको छ भाइहरू, जाडो कति भएर क्या। दामी चाहिँ माछाहरू हेर्नु सक्नुहुन्छ यहाँनिर होइन, यस्तो दामी चाहिँ राति पनि माछाहरू पुरा पोडिरहेछ होइन। यस्तो राम्रो ठाउँ छ। म चाहिँ भिडियो बनाइरहेको छु टक्क होइन, अब आफूलाई देखाउने अलिक मिलेन होइन, त्यही भएर पनि हो। अब ब्याक क्यामेरामा छ नि त, फ्रन्ट बनाएको भए चाहिँ आफ्नो पनि देखिन्थ्यो, राति देखिँदैन भनेर ब्याकमा छु भने चाहिँ दामी छ। तर होइन कुनै दिन फ्रन्टमा पनि आउँछु म, डे टाइममा आयो भने चाहिँ। हेर्नु सक्नुहुन्छ कसरी बनाएको होला क्या मान्छेले, यस्तो चाहिँ मान्नै पर्छ बनाउने मान्छेहरूलाई चाहिँ, खत्रै हो नि त। ल यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ होइन, म अहिले चाहिँ एकदम नजिकै आइसकेँ होइन, समुद्रको बिचमा होइन। यस्तो दामी होटल छ, मान्छेहरू पुरा फिसिङ हानिरहेको छ यता चाहिँ होइन, यस्तो दामी छ फेरि होइन। फिसिङ पनि हुन्छ, माछा मारिरहेछ रातिहरू पनि यस्तो राम्रो। यो होटल चाहिँ एकदम नजिकै आइपुग्यो, अघि टाढाबाट हानेको थिएँ होइन, अहिले नजिक एकदम नजिकै चाहिँ दामी छ होइन। यतातिर हेर्न सक्नुहुन्छ भाइहरू पुरा दिइरहेछ होइन भिडियोहरू। अहिले चाहिँ फिसिङ पर त अब राति भएर देखिँदैन होइन, पर चाहिँ दामी देखिरहेछ। तर यो होटल चाहिँ बब्बाले हो क्या, यहाँ काम गर्न फेरि यस्तो दामी हुन्छ नि, खतरा ठाउँ हो नि त। यहाँ चाहिँ अब आइसक्यौँ होइन, एकदम दामी ठाउँमा हेर्न सक्नुहुन्छ। मान्छेहरू पुरै हिँडै छ होइन। अघिसम्म चाहिँ पुरै ब्याक क्यामेरामा भिडियो बनाइरहेको थिएँ, अहिले चाहिँ फ्रन्टमा बनाइरहेको छु होइन। यो ठाउँमा चाहिँ फोटोसोटो हान्ने भिडियोहरू बनाउने दामी ठाउँ क्या, हेर्न सक्नुहुन्छ एकदम राम्रो छ होइन। यहाँ भाइहरू पुरा फोटो हानेको छ, फोटोसुटहरू होइन। अगाडिबाट मान्छेहरू आएको आएछ, फोटो हान्न धमाधम छ यतातिर, यस्तो छ होइन झलकहरू हेर्न सक्नुहुन्छ। यस्तो दामी छ नि यो चाहिँ अब होटेल होइन, बाहिर समुद्रदेखि बाहिर हामी आइसक्यौँ होइन। एकदम राम्रो होटल रहेछ क्या, बब्बाले क्यानर्स भन्ने होइन। मान्छेहरू यहाँ पनि खाइरहेछ फिङ्गर्स, चिकन फिङ्गर्स खाना चाहिँ आउनु पऱ्यो होइन। हामी चाहिँ बाटो पत्ता नलाएर अब हिँड्दै कुरा चाहिँ बल्ल बल्ल बाटो भेट्यो होइन। राइट लोकेसनमा बल्ल आइपुग्यौँ, खोजेको गर्दा बल्ल भेट्यो क्या। यहाँ बाटो क्रस गर्नु एकदम गाह्रो छ होइन, ट्राफिक हेर्नु छ भने पुरै जाम भइरहेछ अगाडि। त्यसरी यहाँ पनि जाम भयो अहिले होइन। अगाडि लुलु हाइपर मार्केटहरू छ पर, क्या दामी हो क्या हाम्रोमा आउने। यहाँबाट सर र पानी झरिरहेको यस्तो दामी दामी पानी झरिरहेको छ।